तिता फाटेको छ गरिबको, म गरिबको है। म गरिबलाई शेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। हेर्नुहोस् यसरी चोयो निकाल्ने। म एकछिनपछि तिताको पनि टालेको भिडियो पनि हजुरहरूलाई देखाउने छु। हाम्रो पहाडमा मधेसमा होइन, मधेसमा कुरै नगरौँ, यहाँ पहाडको कुरा गरौँ। अर्ग्यानिक निगालो, त्यसलाई अर्ग्यानिक निगालो भन्छन्। हामीले फलाएको निगालो, हामीले लगाएको निगालो, बाँस होइन है, निगालो हो निगालो। खस 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 निकाल्नुपर्छ चोइहरू। यो हेर्नु फेरि डोको बुन्छु, मट्टाहरू बनाउन सकिन्छ यसबाट, छाप्रोहरू बनाउन सकिन्छ। तिता स्याउला पुरी सरा राख्ने पुरीहरू पनि बनाउन सकिन्छ। एकछिनपछि तिता टालेको भिडियो देखाउँछु है तपाईँलाई। तिता टाल्ने कार्यक्रम जारी छ है साथीहरू, यो भिडियो हेर्नु। यहाँ यसरी तिता टाल्दैछु म त। यो त दुई बन्धन कार्यक्रम त क्या मुख आयो हाल्ने, अनि यसमा बाड पनि लाउने, यसलाई बाड भन्छौँ हामी। अब साथीहरू फाइनली यो डिप डाप लागिसक्यो है। हेर्नु यो यसरी टालिसक्यो। 1-2 घन्टा चाहिँ भन्दा पनि बढी लाग्यो है साथीहरू मेरो यो के भन्छन् तिता टालेको। ल साथीहरू अब यो टालिसकियो। अब यो बिडगन भन्छन् यसलाई। अब यो बिडगन लगाउँदैछु म। हेर्नु त आज शनिबारको दिन पसल बन्द गरेर म घरमा यो बुढीलाई अलिकति सहयोग भन्ने कुरा हुन्छ नि, हो त्यही गर्न लागेको छु। तपाईँहरू हेर्नु होला। के गर्ने साथीहरू, गरिबको घरमा जन्मेपछि यो यस्तै हो। अब यो डोको डालो चित्रो काप्रो भन्छन्, सिकेको हुनाले गर्दैछु साथीहरू। अब के गर्ने, अब यसरी नै गर्नुपर्छ है। यो हेर्नु त मैले यतिसम्म गरेँ। अझ यसलाई अझै 2-4वटा चोइयाहरू लगाउनुपर्छ अनि राम्रो हुन्छ है यो। ल हेर्नु त यो राम्रो हुन्छ, यस्तै बनाउनुपर्छ। यो बाँकी भागलाई चाहिँ काट्नुपर्छ। ल साथीहरू यो फाइनली भइसक्यो। एकदम धेरै राम्रो बनाएको छ है। हेर्नु होला साथीहरू, एकदम राम्रो।